हेलो गाइज गुड मर्निङ। फेरि पनि स्वागत छ मेरो ब्लगमा तपाईँहरूलाई। र अहिले बिहानको 9 बजिरहेको छ र दुबई इन्टरनेट सिटीबाट म जाँदैछु दुबई इन्टरनेसनल क्रिकेट स्टेडियम, किनभने आज छ नेपाल वर्सेस यूएसको क्रिकेट मैच। आज मैच है, जीत जाओगे? हाँ जीतेंगे, अभी तक हारे नहीं। यूएसए को तो 10 बार हराया मेरे भाई। अच्छा, तुम्हारा मुल्क से भी खेलना है लेकिन खेलना है। सिकेर नेपाललाई सपोर्ट गर्न आइयो, जितेर जानुपर्छ। हामी आइपुगेको छौँ फाइनलै। स्टेडियम चाहिँ यही रहेछ यहाँनिर। ल फाइनली पुगिसकेका छौँ यहाँ होइन। जर्सी लगाएर फेरि भिडियो बनाउनु यहाँ। हाम्रो सुभाष भाइ चाहिँ अघि टक्क हातमा सानो एउटा ब्याग लिएर होइन, यो ब्यागमा चाहिँ ग्रिमल श्रिमल राखेको छ हामीले। हाम्रो पासा चाहिँ अगाडि पुगिसक्यो। ओहो हो गेम सुरु भइसकेको अवस्था। वाउ, कति मनोरम दृश्य छ यहाँ स्टेडियमको। र आउँदा आउँदै एउटा विकेटसँग नै हाम्रो स्वागत भएको सङ्केत भइरहेको छ यहाँनिर। पक्कै पनि मजा आयो यार, मजा आयो। वाउ, एकदमै म्याच सुरु भइसकेको थियो हामी स्टेडियममा पुग्नुभन्दा अगाडि नै। र यो पहिलो विकेट नेपालले लिएको छ। तर यहाँ भोक लागेर म यसो खानाको स्टलहरू हेर्दैछु यता वरिपरि, किनभने मान्छेहरू पनि थोरै छन्। अब हामीलाई यहाँ भोक लागेको अवस्था होइन, भोक लागेको अवस्था एकदम। ल यहाँ हाम्रो दाजुभाइहरू एकदमै इन्जोय गरिरहनु भएको छ, हल्ला खल्ला छ। र त्यसैको साथ फेरि अर्को पनि एउटा विकेट यहाँनिर उडेको छ। मजा आयो, आज त धेरै नै मजा आयो यार। आउनुहोस् अब म तपाईँहरूलाई स्टेडियमको अवलोकन गराउने छु अलिकति। ल हेर्नुहोस्, यहाँ मुनि घाम लागेको छ, त्यही भएर माथि हाम्रो दाजुभाइ दिदीबहिनीहरू सबैजना बस्नुभएको छ साथीहरू। र यतापट्टि पनि पल्लो छेउसम्म छन्। र भर्खरै म्याच स्टार्ट भएको छ र मान्छेहरू आउने क्रम निरन्तर जारी छ। र एकदमै रमाइलो हल्ला खल्लाका साथ। र आजको यो मेरो पनि पहिलो म्याच हो। म लाइफमा अब फर्स्ट टाइमै भनौँ यसरी लाइभ नेपाल टिमको नै क्रिकेट म्याच हेर्नलाई यहाँ आएको छु। र हेर्नुहोस् यहाँ कति धेरै मान्छे आइसकेको छ अहिलेसम्म। सबैजना आफ्नो नेपाल टिमलाई सपोर्ट गर्नको लागि आइपुगेको छन्। र यहाँ हाम्रो एकजना सोल्टी टाउकामा नेपालको झन्डा राखेर उभिनु भएको छ, तल छेउमा गएर सपोर्ट गर्दै हुनुहुन्छ, हुटिङ गर्दै हुनुहुन्छ नेपाल टिमको। र आज ओडिआई क्वालिफाइडको लागि यो पहिलो म्याच हो, नेपालले जित्नै पर्ने हुन्छ। हेरौँ अब के आउँछ। यहाँ चाहिँ म छु, अनि त्यस पछाडि 2 नम्बरमा हाम्रो पासा हुनुहुन्छ, सुनिल ब्रदर्स। अनि त्यस पछाडि हाम्रो सुभाष भाइ चाहिँ उतापट्टि छन्। र यहाँनिर गुलसन झालाई पानी पिलाउँदै हुनुहुन्छ एकजना सहकर्मीले। र उहाँले पानी हाम्रो दर्शकलाई पनि पानी फाल्दै हुनुहुन्छ है माथि नेपाली दाजुभाइ दिदीबहिनीहरू। ल फेरि अर्को बोतल पनि फालिदिनु भयो। अर्को पनि फालिदिनु भयो। आमामा यस्तो राम्रो है, कस्तो रमाइलो यार। ल एउटा अर्को नि आयो यार, ल अर्को नि आयो यार, एकदमै रमाइलो यार। वाउ, यो एकदमै मनोरम दृश्य छ यहाँ। र अन्तिममा बरफको टुक्राहरू पनि फालिदिनु भएको छ अलिकति गर्मीमा शीतल होस् भनेर। ल यो फेरि यहाँनिर राम्रो बोलिङ गराएको छ। अब हेर्दै हाम्रो म्याच आधा हुन लागिसकेको छ। र यहाँ माथिपट्टि एउटा स्क्रिनमा तपाईँले स्कोर हेर्न सक्नुहुन्छ। 126मा 2 विकेट लिन निकै गाह्रो परेको छ। आज 30 ओभर भइसकेको छ। ल फाइनली हामी नराम्रोसँग गेम हराएर फर्किरहेका छौँ। कस्तो अनुभव भइरहेछ त नि? आज फर्स्ट टाइम आएको होइन, हार्नुपर्छ कहिलेकाहीँ।